हामीहरूले चाहिँ दुईटा ब्याग लगेको थियौँ। एउटा ब्याग चाहिँ मैले बोकेको थिएँ र यो ब्याग चाहिँ हामीले बाइकमा बाँधेको थियौँ र हामी आनन्दले हिँडिरहेको थियौँ। तर एउटा डोरी चाहिँ चुट्टिएर भन्नाले एउटा डोरी चाहिँ लुज भएर निस्क्यो र ब्याग पनि भुइँमा खसेर घिस्रेर चाहिँ सबै फोहोर भयो अनि ब्याग घिस्रेको भएर चाहिँ तलपट्टि च्यातिएको थियो अनि एउटा डोरी चाहिँ हाम्रो बाइकमा अड्किरहेको थियो अनि हाम्रो चाहिँ ब्याग र साडी च्यात्यो। अरू चाहिँ कसो केही भएको थिएन। लास्टमा साडी राखेको छु के कसो साडी त के गर्ने यो साडीलाई अब कतिवटा एउटा दुईवटा तिनवटा चार पाँच छ साढे 10 यस्तो अब के गर्ने। Hi guys, we are in Benizip station and from here we will go to Humkola in the Jeep. After that our trekking will start it. Humkola सम्म पुग्नलाई चाहिँ 3 hours जति लाग्छ अरे। यहाँबाट चाहिँ हाम्रो ट्रेकिङ सुरु भयो है। होइन होइन ठ्याक्कै अब यहाँ खाजा खाने ठाउँ हो नि त त्यही भएर हामीहरूको चाहिँ फर्स्ट ट्रेकिङ सँगै हो है बेबी है। फर्स्ट ट्रेकिङ हुँदैछ हो डर लाग्ने बाटो आयौँ। कति राम्रो देखेको छ। हजुर के भन्न चाहनुहुन्छ? अलिक ठुलोसँग बोल्नु न, त्यहाँ सुन्दैन। त्यहाँ खोलाको साउन्ड सुन्छ है। वाउ कता बसेर खाने हाम्रो ठाउँ लोकेसन हेर्दैछ बेबी। वाउ नआत्यो राम्रो सम्झेर हस्। अब चाहिँ हामीहरूले चाहिँ करेन्ट बनाएर खाने सोच्छौँ यहाँ बसेर कस्तो राम्रो भ्यूमा। मेरो बेबीले सामनाहरू झिक्दै हुनुहुन्छ। आगो बोल्यो अब हामी चाहिँ यो राख्छौँ। हामी चाहिँ कफी खायौँ। अब चाहिँ यहाँ हामीले चाउचाउ पाक्यो कि पाकेन हेरौँ। के निकाल्ने त हाम्रो चाउचाउ चाहिँ मजाले पाकेको छ अनि हाम्रो चपस्टिक चाहिँ मेरो बेबीले बनाउनु भएको यो चाहिँ अनि सफै छ, खान मिल्छ। धोएर जो पनि आएर यसरी बनाएर खानुहुन्छ भने चाहिँ आफ्नो फोहोर चाहिँ आफूले लिएर जानु होला अनि बिन नफालिदिनु होला। जग्गा भावी फोहोर नफालिदिनु होला। यस्तो मजाले बोल्दो रहेछ त। अझै बोल्दै 3टा मात्र कपुर हालिदिएन हामीले। चपस्टिक त जस्तो भएन बेबी। चिसोमा तातो गरिन्छ चाउचाउ खानुको मजा छुट्टै छ।
मेरो बेबीले चाहिँ मसँग आउनुभएको भएर चाहिँ टर्च लाइट अनि लाइटर, त्यो खाना बनाउने भाँडा, पानीको बोतल सबै लिएर आउनुभएको अरे, नत्र अरूसँग आएको भए हावा तरिका आउनुहुन्थ्यो अरे। त्यसरी त कहाँ हुन्छ र हजुरसँग चाहिँ बोल्ने हो नि त, यहाँ क्यामेरासँग नि त बोलिहाल्छु नि। अनि हजुर पनि बोलिदिनु भयो पो, अनि मलाई गफ आउँछ त, नत्र मलाई कुरै आउँदैन। क्यामेरासँग त बोलिहाल्छु नि, धेरै भयो नि त न मलाई। मैले कति भयो, 1 वर्षै भयो बेबी नहालेको। अब यो चाहिँ हाल्नु पर्ला सोचेछु। अब घर गएर के हुन्छ हेरौँ, हालिन्छ कि हालिन्न। अलिक बस्नु त यहाँ ओके। यति राम्रो भ्यू छ कि, तथा पनि अरू ट्रेकिङ जाँदाखेरि अरू ठाउँमा जाँदाखेरि साइडमा यसरी देखिँदैन नि त है, उकालो उकालो मात्रै हिँड्नुपर्छ। यहाँ त यस्तो राम्रो भ्यू हेर्दै हिँड्न पाउँछ क्या गाइज। ओ माई गॉड, यस्तो राम्रो किन यस्तो राम्रो के अलि राम्रो। कति राम्रो कति राम्रो है। हामीले चाहिँ चाउचाउ खान मन लागेर फेरि पनि चाउचाउ खाँदैछौँ। यस्तो राम्रो भ्यूमा, यहाँ पछाडिपट्टि यस्तो राम्रो भ्यूमा चाहिँ हामीले फेरि करेन्ट र कफी खान लाग्छौँ। यस्तो आनन्दले इजी वेमा यस्तो सानोमा बल्ने, एकदमै बोक्न पनि एकदमै सजिलो, एकदमै राम्रो, त्यो केही वेटै छैन। अलिकति कति ग्रामको लाग्न पनि इजी टु क्यारी, सजिलो, जहाँ मलाई त्यही बसेर खान पायो। कति यो चाहिँ हाम्रो सेकेन्ड राउन्ड हो। तिनवटा अन्डा र करेन्ट खाँदैछु, खान लाग्छौँ। अनि आज चाहिँ हामी एकदमै आनन्दले बल्ल यहीँ के अरे जान्छौँ के अरे के हो, तर नजिकै यो झरनाबाट नजिकै 45 मिनट्सको टाढा त्यति हिँडेर चाहिँ त्यहीँ बस्ने हो। त्यो आज हामीले फर्स्ट डे चाहिँ आनन्दले जानु लाग्छौँ। अब खाम फेरि साइडमा हेर्नु त सनसेट भएको कस्तो राम्रो देखेको। सनसेट भएको कस्तो राम्रो देखेको। आज हामीहरू बस्ने ठाउँ है, खोइ कता हो तर यही ठाउँ हो के अरे। दिस इज आवर रुम फर टुनाइट। यहाँ चाहिँ टेन्टमा पनि लाइट पनि छ, मोबाइल चार्ज गर्नलाई पनि यहीँ छ फेसिलिटी। कति राम्रो भयो त्यो सानो ठाउँमा पनि। हाम्रो चाहिँ आज डे सेकेन्ड हिँड्न लागिसक्यौँ। अनि आज चाहिँ हामी डाइरेक्ट माथि लेक नै पुग्ने भनेर जान लाग्छौँ। अलमोस्ट 6-7 आवर्स हिँड्नुपर्छ भनेर भन्नुपर्छ। अब त्यति हिँड्न सकिन्छ कि सकिन्न, सकिन्छ फेरि। अनि त्यहाँ पुगेर भोलि चाहिँ भ्यू हेर्नु जान्छौँ होला सायद।
भएर चाहिँ खाजा खाएर फेरि माथि लेकतिर जान लाग्यौँ। बिस्कुट मेलामा खाजा खायौँ, रोटी तरकारी टिमुलको चटनीसँग मिठो भयो। हाई भनिदिनु। हाई। पछाडि भ्यू कति राम्रो देखेछ। यस्तो भ्यूमा यहाँ बसेर बाटोमा मेरो बेबीले चाहिँ जीवनजल बनाउँदै हुनुहुन्छ। जीवनजल खानुपर्छ है गाइस, किन भन्दाखेरि हाइड्रेटेड हुन्छ होइन बेबी। यहाँको बाटो चाहिँ अलि गाह्रो रहेछ, ढुङ्गै ढुङ्गाको बाटो। This is our way to North ABC and the road is insane. Coffee बनाउँदै खाँदै एकैछिनमा पुगिन्छ भन्नु थियो। अझै पनि यत्रो त आएछ कि हिमालको बिचमा आइसक्यो, तर पनि हामी बस्ने ठाउँमा आइपुगेको छैन। थकै लागिसक्यो, तर लास्टै राम्रो भ्यू छ कि यति हेर्दा पनि चित्त बुझ्दो। फाइनली हामी आइपुग्न लाग्यौँ। अरे मैले चाहिँ देखेको छैन। अब त आइपुग्न लाग्यौँ कि गड देख्न त देखियो हल्का यहाँबाट भ्यू। So we are in Annapurna base camp. And I'm gonna show you our tent for tonight. This is our tent for tonight, and this is the view. The view is stunning. Without the and अब चाहिँ हामीहरू चाहिँ भ्यू पोइन्टमा जान्छौँ अनि भोलि बिहानै फर्किन्छौँ। This is it, guys. The view is breathtaking. एकदम जाडो हुन्छ भने सोचेँ, तर त्यस्तो जाडो चाहिँ भएन। ट्र्याक लगाएको छु, जुत्ता लगाएको छु, यहाँ देखाउनु न। ट्र्याक जुत्तामा माथिबाट सबै कभर अप गरेर भर्खर खोलेर खिचेको, अनि एकदमै रमाइलो भयो मलाई। राम्रो फोटो पनि आयो मेन त है। अनि एक्साइटेड। म चाहिँ साडीहरू लगाएर फोटो खिच्ने, मेरो बेबी चाहिँ मेरो यहाँ कपडा सुल्टो गरिदिँदै हुनुहुन्छ। थ्याङ्क यू बेबी। म चाहिँ लामो सासूहरू चाहिँ भएन, किन भन्दाखेरि मलाई खासमा त मैले साडी लगाएर खिच्छु होला जस्तो पनि सोचेको थिएन। यत्तिकै ऱ्यान्डमली हालिदिउँ न त भनेर हालिदिएको। पेटिकोटहरू केही पनि लगाएको थिएन, माथि ब्लाउजहरू केही लगाएको थिएन, जिल लगाएर आयो, त्यहीमा खिचेको। फोटो पनि यति राम्रो आयो। त्यही माथि मेरो साडी च्यातेर 10-12 ठाउँमा पल परेको साडी पनि बिनीमा सिलाएर ल्याएर, त्यही पनि यत्तिकै लगाइदिउँ, राम्रो आउँछ नआउन भन्दाखेरि पनि लगाएको त कति राम्रो फोटो आएको छ। मेरो बेबीले यस्तो राम्रो फोटो खिचिदिनु भयो, आनन्द आयो मलाई फोटो हेरेर मात्रै। अब चाहिँ हामीहरू चाहिँ भ्यू पोइन्ट जान लाग्यो यहाँ बेस क्याम्पबाट, अनि भोलि बिहान चाहिँ हामी फर्किन्छौँ। बाई।
Guys, look at this view. Oh my god. Sunset is there. Lake is there. And the whole mountain is here. And me. सबै कुरा भयो तर हामी दुईजनाको फोटो खिचिदिने मान्छे भएन तल एकजनाले त खिचिदिनु भएको थियो है माथि नै खिच्न मन थियो तर एकदमै रमाइलो भयो एकदम राम्रो आनन्द आयो भ्यू हेर्नुहोस् गाइस देखिन्छ कि देखिन्न तर एकदमै हाम्रो फर्स्ट ट्रेकिङ रमाइलो भयो अँध्यारो पनि भयो अहिले हामी चाहिँ फेरि हामी बेस क्याम्प फर्किँदैछौँ यता भ्यू देखाउँछु एकचोटि देखिन्छ कि दिस इज द भ्यू गाइज एन्ड हामी चाहिँ हाम्रो टेन्टभित्र भर्खरै मेरो हस्बेन्डज्यूले कफी बनाइदिनु भएको छ कफी खाँदैछौँ अनि यहाँ हाम्रो ट्रेकिङ चाहिँ आज लास्ट नाइट हो अनि भोलि बिहान चाहिँ हामी फर्किन्छौँ अनि टेन्टमा चाहिँ म कहिले पनि बसेको थिएन अनि यो चाहिँ हिजो चाहिँ मेरो फर्स्ट टाइम अनि आज चाहिँ मेरो सेकेन्ड टाइम हो टेन्टमा बसेको अनि यहाँ चाहिँ सबै सराउन्डिङ नै सबै माउन्टेन छ अनि माउन्टेनको बिचमा बसेर टेन्टमा कफी खाँदैछु यो चाहिँ मेरो कति 1 year पछिको भ्लग हो अनि कति अनि भनेको मैले 1 year पछिको भ्लग हो धेरै पछि भ्लग बनाएँ होइन बनाउँछु कन्टिन्यू गर्छु अनि सोच आउँछ अनि फेरि झ्याउ लाग्छ अनि के हुन्छ बनाउन छोड्छु अनि उहाँले चाहिँ मलाई भ्लग बनाऊ भनेर पहिल्यैबाट भनिराख्नु भएको छ त्यही भएर यहाँ आउँदाखेरि चाहिँ मैले भ्लग बनाएको छु अनि उहाँजी चाहिँ धेरै खुसी हुनुहुन्छ त्यही हो अर्को कुरा चाहिँ हजुरहरू चाहिँ 2 दिनको ट्रेकिङ गर्दै हुनुहुन्छ भने चाहिँ होमखलाबाट चाहिँ फर्स्ट नाइट चाहिँ बुस्केट मेला आएर बस्दा ठिक हुन्छ र नेक्स्ट मर्निङ चाहिँ माथि आएर भ्यू हेरेर फर्किन सक्नुहुन्छ अनि हजुरहरू चाहिँ 3 डेजको ट्रेकिङ गर्न चाहनुहुन्छ भने चाहिँ फर्स्ट नाइट चाहिँ होमखलाबाट गुफाफाट आएर बस्न सक्नुहुन्छ गुफाफाट आएर बस्न सक्नुहुन्छ र त्यसको भोलिपल्ट चाहिँ पञ्चकुण्डमा चाहिँ होटेल छ त्यहाँ आएर बस्न सक्नुहुन्छ र त्यतिखेर नै हजुरहरू छिटै आउनुभयो भने चाहिँ गोल्डन आवरको भ्यू हेर्न जान सक्नुहुन्छ माथि भ्यू पोइन्ट यदि त्यतिखेर ढिलो भयो भने चाहिँ ढिलो त हुँदैन गुफाफाटबाट आउनलाई तर त्यो दिन जान चाहन्न र नेक्स्ट मर्निङ चाहिँ मर्निङ भ्यू सनराइज भ्यू हेर्न चाहनुहुन्छ भने चाहिँ नेक्स्ट डे हेरेर त्यतिखेर फर्किँदा पनि हुन्छ 3 डेजको चाहिँ अनि हामी चाहिँ सेकेन्ड नाइट चाहिँ आज हामी पञ्चकुण्ड लेकमा बसिरहेको छौँ त्यही हो म चाहिँ के रिकमेन्ड गर्छु भन्दाखेरि चाहिँ 3 डेजको ट्रेकिङ गर्नुभयो भने खोलादेखि चाहिँ बेटर हुन्छ किन भन्दाखेरि आएर मजाले भ्यू हेर्दै आनन्दले बसेर चाहिँ जान सकिन्छ किनकि अब 2 डेजको गऱ्यो भने चाहिँ एकदमै रसमा हुन्छ छिटो आयो हेऱ्यो गयो त्यो चाहिँ अलिकति मजा आउँदैन नि त त्यही भएर चाहिँ 3 डेजकोमा चाहिँ रिकमेन्ड गर्छु म त्यो आनन्द पनि हुन्छ अनि त्यही हो थ्याङ्क यू सबैजनालाई पहाडको अगाडि उभिँदा आफ्नो चिन्ता कति सानो रहेछन् जस्तो लाग्छ यी हिमालले हजारौँ वर्षदेखि हावा आदि र ऋतुका बदलाइहरू हेरिरहेका छन् तर उनीहरू अझै पनि उस्तै ठाडा उभिएका छन् हामीलाई पनि चुपचाप भने झै तिमी पनि अघि बढिरहनु